कथाको शीर्षक रहेको छ गोठालो जीवन। एका देशमा एउटा गोठालो थियो। त्यस गोठालोको नाम जीवन थियो। खाना खाएर बिहान 9 बजेदेखि बाख्रा चराउन जान्थ्यो र 5 बजेतिर घर फर्किन्थ्यो। असारको महिना थियो। जीवनले सोच्यो म गाउँलेहरूलाई झुकाउँ। असारको महिना थियो। गाउँलेहरू खेतमा धान रोप्दै थियो। जीवन रुखमा चढ्दै भन्यो, बाघ आयो, बाघ आयो, बचाऊ गाउँलेहरू, बचाऊ। गाउँलेहरू सबै जीवन भाटामा पुगे र त्यहाँ पुग्दा बाघ थिएन। गोठालो हाँस्दै भने, मैले तपाईँहरूलाई झुकाएकी छु। बाघ आएकै छैन भनेर भने। 2-3 दिन यस्तै गरेर दिन बित्यो। 4थो दिनमा साँच्चीकै बाघ आयो। गोठालो रुखमा चढे भन्न थाले, बाघ आयो, बाघ आयो, बाघ आयो, बाघ आयो, बचाऊ गाउँलेहरू, बचाऊ। गाउँलेहरूले सोचे, यसले हामीलाई सधैँ झुक्याउँछ। हामी किन जानु? यसले हामीलाई सधैँ झुक्याउँछ, काम मात्र बिग्रिन्छ भन्छ। त्यो बाघले बाख्राहरू सबै खाएर मात्र एउटा बाख्रा मात्र राखेको हुन्छ। साँझ परेपछि एउटा बाख्रा लिएर ऊ घरमा जाँदै गर्छ। घरमा गएर गाउँलेहरू सबैलाई भन्छन् कि आज साँच्चीकै बाघ आएको थियो। मेरो सबै बाख्राहरू खाइदिए, मात्र एउटा बाख्रा मात्र बस्यो भन्न थाले। गाउँलेहरू सबैले उसलाई भन्न थाले, ठिकै परेछ, हामीलाई सधैँ यसरी झुक्याएरै त यस्तो भयो नि भन्न थाले। यस कथाबाट हामीले के सिक्छौँ भने हामीले सधैँ सत्य बोल्नुपर्छ भन्ने सिक्छौँ। धन्यवाद।